नमस्ते सबैजनामा फेरि पनि तपाईँहरूलाई मेरो अर्को नयाँ मिनी भ्लगमा स्वागत छ र तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा अहिले भने चाहिँ हामी जाँदैछौँ दुम्सीपाडा पारी लाइन र पारी लाइनमा चाहिँ पुराण लागिरहेको छ र पुराण भएको चाहिँ आज लाएर 5 दिन हुन्छ। अनि यहाँ चाहिँ बाटो खराब भएकोले गर्दा चाहिँ अलिकति उत्रिनुपर्छ हामीलाई र अहिले भने चाहिँ हामी दुम्सीपाडा पुराणमा आइसकेको छौँ र यहाँ चाहिँ प्राइमेरी स्कुल ग्राउन्ड हो। अनि सबैजनाले टिका लगाइरहनु भएको छ र म पनि टिका लगाउनु भनेर आउँछु र यहाँ पुराण आएर चाहिँ एकदमै खुसी लाग्छ। मनमा जति नै टेन्सन भए पनि पुराण सुन्यो भने चाहिँ एकदमै राम्रो लाग्छ। अनि यहाँ चाहिँ हो रामसेतुबाट ल्याउनु भएको ढुङ्गा अनि यहाँ चाहिँ सबैजनाले पूजा गरिरहनु भएको छ र म पनि ढोग्छु र यहाँ आन्टी हुनुहुन्छ उहाँ चाहिँ आफ्नो घर परिवार सबै त्यागेर भक्तिमा लाग्नु भएको छ। अनि हामी चाहिँ अहिले कफी खानु भनेर आएका छौँ र सबैजनाले कफी पिइरहनु भएको छ, यहाँ हेर्नु सक्नुहुन्छ हजुरहरूले। र यहाँ चाहिँ हामीलाई खाना खाने बेलामा चाहिँ पुरै लाइन हुन्छ किनभने थुप्रो मान्छे आउनु भएको थियो परबाट पनि। अनि खाना पनि एकदमै राम्रो हुन्छ र यहाँ चाहिँ सबैजना भएर बसेर ग्राउन्डमा खाना खाइरहनु भएको छ। अहिले भेट्नेछु तपाईँहरूलाई अर्को नयाँ भिडियोमा। बाई बाई। हाम्रो रुपेश दाले कन्टेन्टहरू पनि दामी दामी बनाउनुहुन्छ। तपाईँहरू जे जे चलाउनुहुन्छ त्यसमा उसलाई लाइक कमेन्ट सेयर अनि फलो पनि गरिदिनु होला। नबिर्सिकन यो चाहिँ ल।